बसै व्यवसाय गरे र विकसित देशहरूको पनि 30-35 वर्ष पहिला के थियो कसरी सुरु भएको थियो मलाई राम्रो थाहा छ र अहिले त्यो देश कस्तो हो राम्रो थाहा छ र तपाईहरुलाई के लाग्छ भने के भन्छ भने यो धेरै धनाढ्य देशहरू पनि छुट्टीमा फुर्सदको मान्छे चाहिँ भलन्टियर काम गरेर स्थानीय कति कुरो चाहिँ अझै पनि त्यो आवश्यकहरू चाहिँ आपूर्ति गरेको हुन्छ एउटा कुरो अर्को कुरो यसले के हुन्छ भने हामी जनतामा साधारण कति धेरै मान्छेमा जस्तै हाम्रो छोराछोरीहरू दिनभरि चाहिँ एउटा टेलिफोन खेलाउँ भन्दा 2 घण्टा त्यहाँ गएर माटोसँग जमिनसँग मान्छेसँग इन्टरेक्ट गरेर उसको बौद्धिक र काम गर्ने चाहिँ श्रम प्रति आकर्षित गर्छ त्यो भनेर ठुलो म ठेकापट काम हो बाहिर र हामी के हुन्छ भने बाहिर 4 जना निरीक्षण गर्न जाने मान्छे हुन्छ 50 जना काम गर्ने कुरा हुन्छ यहाँ हेर्नु भने रोडतिर 20 जना निरीक्षण गरेर हुन्छ 3 जना काम गरेर हुन्छ तर सर्लक्कै चाहिँ उल्टाउने पनि यसो र अर्को कुरो उहाँले भन्नु विदेशमा मैले विदेश बस्या के हुन्छ भने स्वदेशमा बडो त्यसरी पिल्सिएर दुःख पार विदेश गएपछि पैसा कमाइन्छ नि अलिकति मेरो देशमा के गरौँ बरु पाऊँ कि भन्ने चाहिँ ठुलो हुटुटी हुन्छ त्यो हुटुटी मेटाउने पनि यो चाहिँ माध्यम हो त्यसको साथसाथै देशैभरि धरानमा तपाईँले भन्नुभयो अघि हाम्रो पत्रकारज्यूले के अरे पानी भन्नु पानी मात्र होइन त्यहाँ अरू पनि धेरै बनिएको छ म अघि आएँ तपाईँहरूको यहाँ सत्य हेरेँ म चाहिँ वृक्षारोपणको पनि धेरै विदेशमा पनि सहयोग भएको मान्छे हो यहाँ तपाईँहरूको चाहिँ थुप्रो उसो हुँदो चिउरी म स्थानीय चाहिँ त्यो कुन ठाउँमा स्थानीय त्यहाँ मान्छे हो चिउरी त 50-60 लाख चाहिँ रोप लाउँथे विकास त्यस्तो हुन्छ चिउरी भनेको त रोपिदिनुहोस् मजाले पलाउँछ अरे हाम्रो लागि मात्र होइन हाम्रो छोरा उसको लागि चाहिँ विशाल चाहिँ त्यो किसिमको चाहिँ धरानमा सुरु भएको छ रुख विशाल रोपेको छ र अर्को कुरो पार्क बनाएको छ तपाईँले चाहिँ त्यो पानीको सुन्नुभएको छ पार्कबाट नगरपालिकालाई अहिले वर्षको 1 करोड भन्दा बढी खुद नाफा हुन्छ अनि जुनसुकै जस्तै अब तपाईँहरूको यहाँ विदेशमा के हुन्छ भने यहाँ तपाईँहरूको यो ठाउँ के अरे यो खलङ्गा यसको यहाँ आउँदा टुरिस्ट